मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संशोधनकर्ता मान्य शम्भु प्रसाद ढकाललाई माननीय सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। होइन, यो संसदमा के चटक देख्न पर्यो भने के चटक यस्तो ओहो हेर, यो महिला भन्ने पनि के भन्ने हो, दादागिरी स्टाइलमा पुरा पाखुरा सरक्दै के हो यस्तो। यिनीहरूलाई जनताको हितको लागि जनताका आवाज संसदमा पुगेर सांसदहरूले सुनाउलान्, जनताका लागि काम गर्लान्, देशका लागि काम गर्लान् भनेर त्यहाँ संसदमा पुर्याएको यिनीहरू त पाखुरा यिनकै छन्, यिनकै समस्या धेरै छन्। ओहो, जनताका समस्या यिनीहरूका समस्या होइनन्, देशको समस्या यिनीहरूको समस्या होइन, अब राष्ट्रको समस्या यिनीहरूको समस्या होइन, यिनीहरूकै समस्या पुरा गरिदिनुपर्छ, यिनीहरूका माग पुरा गरिदिनुपर्छ, बल्ल यिनी खुसी हुन्छन्। के हो यस्तो, लाज लाग्दैन यार, के हो यस्तो। अलि सभ्य भएर होला नि त अनि प्रस्तुत हुने पनि, यस्तो लड्नै खोज्ने हानाहानी गर्न खोज्ने नछेकेको भए त त्यहाँ त लुछालुछै गर्छन् त संसदभित्र। यो के हो यस्तो, हरूलाई त संसदमा भोलि एउटा छिर्नै नदिए हुन्छ कि, कामै छैन, कामै छैन। यिनी देशको लागि होइन, यिनी पार्टीको लागि गर्न आयो, यिनीलाई पार्टीको झन्डा प्यारो छ, देशको झन्डा यिनीलाई प्यारै छैन, यिनी जनताको हितको लागि काम गर्न आएका होइनन्, यिनीहरूलाई संसदमा छिर्नै नदिए हुन्छ, कामै छैन यिनी।